फाइनली हामी शिलङमा पुगिसक्यौँ है। शिलङ पुगिसकेर उहाँ अङ्कलले हामीलाई आई लभ शिलङको अगाडि उतारिदिनु भयो, किनकि पुरा बाटो जाम थियो नि त। अनि हामीले नै भन्यौँ होइन, हामी हिँड्दै हिँड्दै जान्छु, हुन्छ यहाँ छेउमै त होटेल भनेर। सो हामी गयौँ। मेरो हस्बेन्डले चाहिँ यहाँ लोकेसन हेर्नु हुँदै थियो, होटेल कता छ भनेर, किनभने सबै बाटो एउटै जस्तो लाग्छ है। नयाँ ठाउँमा गएपछि हामी रङ बाटोमा आइपुगेको रहेछौँ है। त्यसै कारणले हामीले लोकेसन हेर्दै थियौँ। अनि लोकेसन हेर्दै हेर्दै जाँदै थियो। हेर्नु होला तपाईँहरूलाई यहाँको नजारा देखाउँदैछु म, यहाँको दोकानहरू बजारहरू है देखाउँदै थियौँ। कस्तो लाग्यो त भन्नु होला। यो चाहिँ हो पल्टन बजार, यसलाई चाहिँ भन्छ पल्टन बजार है। म पनि पहिला पहिला कन्फ्युज थिएँ, गुवाहाटीको पल्टन बजार हो कि यो शिलङ पल्टन बजार भनेर। तर एउटा पुलिस बजार रहेछ उताको, गुवाहाटीको पुलिस बजार रहेछ, शिलङको चाहिँ पल्टन बजार रहेछ है। सो हामीले पल्टन बजार नै रुम लिएको थियौँ। सो हामी जाँदै थियौँ। जाँदा जाँदा हामी रङ बाटोमा पुग्यौँ होइन। त्यसपछि हामीलाई होटेलवालाले नै फोन गरेर, होटेलवालाले नै सबै देखाउनु भयो हामीलाई बाटोहरू होइन, त्यताबाट होइन यताबाट हो भन्नुभयो। सो हामी फेरि उता जानुलाई उयो हुँदै थियौँ है, बाटो पार गर्नु पऱ्यो नि त उता जानुलाई त। फेरि यहाँ हेर्नुहोस् न, यहाँ फेरि पुरा जाम लाग्दो रहेछ, पुरा जाम हुँदो रहेछ। तपाईँहरूलाई देखाउँदै थियो म चाहिँ यहाँको बाटोहरू हेर्नु न, कस्तो लाग्यो यहाँको नजारा। यो चाहिँ बजार हो है। म चाहिँ यहाँ तपाईँहरूलाई देखाउँदै थिएँ, हेर्नु न जाम न जाम छ। यहाँ नयाँ नयाँ दोकानहरू बनिँदै रहेछ। अनि मेरो हस्बेन्ड चाहिँ त्यहाँ उभिरहनु भएको थियो। हेर्नु न कस्तो जाम छ। सो त्यसै कारणले हामी उहाँबाट हिँडेर यहाँ भित्रसम्म आएको। कस्तो जाम लागिरहेको छ हेर्नुहोस् न। सो अल्छी लागिसक्यो गाइस, उभिँदा उभिँदा। हेर्नुहोस् न, होटेलवालाले फोन गर्नुभयो हामीलाई। फोन गरेपछि हामी होटेलवाला सँगसँगै हामी लोकेसन हेर्दै 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 गयौँ है। उहाँ मेरो बुढा बोल्नु हुँदैछ। फाइनली हामी होटेल पनि पुगिसक्यौँ। सो विशाखा पनि ह्याप्पी भई होटेल पुगेर है। खोज्दा खोज्दा बल्ल बल्ल होटेल पुग्यो गाइस। हेर्नुहोस् न हाम्रो मुख कस्तो देख्दैछ, मुर्झाएको जस्तो देख्दैछ। अनि मेरो हस्बेन्डले चाहिँ यहाँ सिग्नेचर गर्नु हुँदै थियो हाम्रो फर्म दिएर। त्यसपछि हामी होटेलमा एकछिन रेस्ट गरेर चिया खाएर हामी बजार घुम्नु निस्किसक्यौँ गाइज। यो चाहिँ यहाँको बजार हेर्नु होला। हामी सबै बजार गर्नु गइसकेको छौँ घुम्नुलाई। हाम्रो चाहिँ यो शिलङको भिडियो हो है गाइज। हामी जो मेघालय गएको त्यो भिडियो तपाईँहरूलाई देखाउँदैछु होइन। हेर्नुहोस् कस्तो भिड हुँदो रहेछ बेलुका भएपछि। हामी यहाँ यस्तो घुम्यौँ। विशाखा र मेरो बुढा चाहिँ अगाडि अगाडि, म चाहिँ पछाडि पछाडि त्यसरी। अब सबैतिर त बजार कुन साइड जाने त्यस्तो हुँदै थियो है। हामीलाई कतापट्टि जानु त्यस्तो हुँदै थियो। त्यसैले हामी घुमेको थियौँ। सो एक दुईवटा सपिङ पनि गऱ्यौँ, मजा आयो। तर यहाँ बजारमा घुम्नु चाहिँ एकदम राम्रो लाग्यो। तर यति साफसफाइ क्या, मतलब अब सफा, केही फ्याँक्नु ओर्नु नपाउने त्यस्तोहरू क्या। सो हामी यहाँ जाँदैछु, तपाईँहरूलाई पनि देखाउँदै जाँदैछु। हेर्नु होला कस्तो मजाको डलहरू थियो गाइस। लुगाहरू पनि कस्तो मजाको थियो होइन। लुगाको क्वालिटी चाहिँ राम्रै हुँदो रहेछ यहाँको, कलरहरू चाहिँ गएन। अनि लुगा पनि घटेन, सानो भएन धुँदाखेरि। मलाई चाहिँ यहाँको लुगाहरू साह्रै मन पर्यो। हामी चाहिँ यो V2 मार्केट मल गयौँ, V2 मल गयौँ। यहाँ विशाखा र मेरो हस्बेन्डको लागि सपिङ गऱ्यौँ। हेर्नुहोस् न राम्रो कलेक्सन थियो होइन जाडोको, किनकि उहाँ त अब जाडै हुन्छ नि त एनी टाइम। त्यसै कारणले मेरो बुढाले पनि यहाँबाट लिनुभयो ज्याकेटहरू, ट्रेक सुटहरू लिनुभयो। हेर्नु होला तपाईँहरूलाई यहाँको मल देखाइदिँदैछु होइन। हाम्रो यताको र उताकोमा डिफ्रेन्स हुँदो रहेछ। हेर्नुहोस् न कस्तो गोरी राम्रीहरू बाहिरबाट आउनुभएकोहरू।
तपाईँहरूलाई पनि देखाउँदैछु कस्तो लाग्यो होला यहाँको मल भन्नु नभुल्नु होला। मलमा सपिङ गरेपछि हामी फेरि यतातर्फ लाग्यौँ होइन। त्यो बाटोको छेउछाउको दोकानहरू केही नछोडिकन हेऱ्यौँ।